हैन त्यो भित्रमा भित्तामा हान न कतै देखिन पर्यो के देखिन्छ नि हैन बुझ्नु पर्यो के कति डे 2 मा छौँ आज हामी लेन्थ र एङ्गलको लागि काम भइरहेछ डे 2 स्मुथ हुन्छ अब हेर्नु यिनीहरू कति काम गर्छ त्यसपछि काम सुरु हुन्छ है त डे 2 मा छौँ आज गाडी उठाउनु त त्यो त्यही फेरि मेसिन तर कहाँ ए त्यही के त्यो यता नहेर न भाइ केमातिर नहेर न फेरि यहाँ नहेर क्या भाइ इक्जाम्पलमा पढ्छु क्या फेरि पोज दिइरहेको छ ए ल नो 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 पोज कहाँ पोज दिएर भाइ त अनि ऱ्यान्डम हो नि यो तिमी नत्र म अस्तिले पोज दिएको थियो होइन मैले सर्वे क्याम्पको ओरिएन्टेसन क्लास गर्दाखेरि फोटो खिच्दाखेरि यसरी पोज नदेऊ भनिदिएँ मैले क्या बिला भयो नि त भाइ युनिभर्सिटी बिला हुन्छ ल बना स्टार्ट आज हामी दोस्रो दिनमा छौँ ओके आज बिहान उठेर चाहिँ हिजो कामलाई चाहिँ निरन्तर दिँदै अघि बढेका थियौँ हिजो हामीले चाहिँ एउटा चाहिँ क्लोज ट्राभर्स चाहिँ बनाएको थियौँ रिफरेन्स दिएँ ओके XY निकाल्यो XY आयो आइसक्यो मिलाएछ प्रिसिजन मेसन क्लोजिङ इनर मिलाएछ जेट कतिको निकाल्यो कति ऱ्याङ्कको निकाल्यो जेट टिबिएमको आयो आर्यल निकाल्यो XY आयो XY ट्राभर्स पोइन्टको XY आयो सबैको मिलाएछ होइन त्यो त यहाँ यो त तिम्रो आर्यल हो नि मिलाएछ है देन तिमीहरूले अब भोलि भनेपछि यताको लुप मिल्यो त कि बाँकी छ आज डे 3 मा हामीले यो लेबलिङको काम गर्दैछौँ यता केटाहरूले यो टिबिएमबाट CP1 लेभल ट्रान्सफर गर्दैछौँ मर्निङ यो अरूको ग्रुप छ हाम्रो बढेको जस्तो गरेर चाहिँ घाम पछि तिमीहरूको मेमो आउँछ
अन्त नहेर साधन रेकर्डिङ भइरहेछ बाबु क्यामेरा चलिरहेछ यहाँ एकछिन अरूको नहेर्नु अरूको भाइ त्यो नहेर न यहाँ भिडियो बनाइदिरहेको छु फेरि गाह्रो हुन्छ तिमीहरूले फोमा होइन डे 4 मा डिटेलिङ गर्दैछौँ आज हामी मेसिनबाट यो कोर्डिनेट मेथड हामीले मिल्यो जोस् अलिकति आरएलमा अलिकति बिगारेको छैन उनले XY त राम्रो मिलाएको छ बोल्नुपर्छ नि यार यो त त्यतिकै त यो के भएको यो जस्तो होइन नि त ल तिम्रो बजा सकायो नि त तिमीहरू पनि गएर उता ग्रुपले जुम गर ठिक छ कति गएर आउनु फर्सी डोल फर्सी डोल हेलो ब्रदर यस्तो ल अब हान्न जानुपर्छ तेरिका मोबाइल भयो क्या अब फोन हाल्नु पर्यो क्या अब जुमट गर त जुमट गर त अब ल उता सम्झेर
खान्छ अहिले खाइसक्यो करिकल गरेकै अब यसरी गर्ने तेरिका रिडिङ भन तिमी यसलाई रिडिङ भने जस्तो गर न यसलाई ए विश्वास रिडिङ भन न नापले नै गाह्रो है केटा यस्तो त सुते बेलामा पो त भाइरल हुन्छ सुते बेलामा त सुत्यो भने त्यसमा त फिक्स भाइरल हो फिक्स हो 100% त्यसमा नापै लिन हो गाह्रो केटा हो होइन त डे 6 मा हामी 7 मा छ मेरो क्यान्डिडेट हो अनि नदिए पनि काम गर्छ कि जस्तो लागेको थियो क्या म पिएचडी क्यालेन्डर हुँदा नि उसले मलाई भन्थ्यो अस्ति उसलाई सुबेर राखेको थिएँ ल नाप लिनु गाह्रोमा हाल्नु मेरो अर्को पार्टीमा हाल्थेँ डे पनि केटा हो 9 हो 8th डेमा छ आज हामी साइडको लागि Oh, sir? के छ क्याप्टन अच्छे फ्यु होस् कस्तो भइरहेछ दामी भइरहेछ सर भिडियो ल यो चाहिँ भन्नुपर्छ के भन्नु हेलो गुड मर्निङ सबैजनालाई मेरो नाम चाहिँ साजन राई आयु आयु भन्नुपर्छ मेरो मेनै आयु मेरो सर उनै आयु चिनारी नै आयु सर हो अब यहाँ चाहिँ हामी पुलको यो अलाइनमेन्ट सर मात्रै हो के यो अलाइनमेन्ट
फिजिबिलिटी स्टडी हो के हो ब्रिजको त्यही गर्न जाँदैछु अब यहाँ अनि सुरु हुँदैछ अब हाम्रो यहाँ पेक गाडेर ल अब यसलाई चाहिँ लेभल गरेर ट्याक्क मिलाउँदैछ सो थ्याङ्क यू एउटाको दिन्छ बाँकीको निकाल्नु पर्यो डिएमको दिन्छ अनि यसको लागि त लेन्थ र बेरिङ चाहिएन बड्डा चाहिँ प्रयास दाइ मलाई को तपाईँ भनेर भन्दिनु नि त अहिले हामी ब्रिज साइडको खाजाको क्रममा छौँ है अर्को ग्रुप पारिपट्टि बसिरहेको टक्क आज हामी ब्रिज साइडको खाजा खाइरहेछौँ होइन कस्तो लाग्यो खाजा एकदम दामी छ किन ल्याउनु कस्तो लाग्यो रिसाइरहेछ हो मसँग यस्तै हो मेला जस्तो लाग्छ मेला जस्तो फेरि पठाएकोमा हो फेरि पठाएकोमा बोल्नु त पर्यो केही काम नगर्नुले काम गराइदिनु ब्रिज साइडको लास्ट डेमा छौ यसो तिमी सबैको इन्टरभ्यू लिदियो तिमीले त क्यामेराम्यान तिमी ओ भन्न सक्छौ लास्ट डेमा आएर कस्तो भइरहेछ एकदम राम्रो भइरहेछ काम सक्यो होइन त काम सक्यो अहिले हामी ब्रिजको टोपो लिँदैछौँ ए यो पनि तपाईँकै अब एक स्टेप माथि मार्छ है मार्छ माथि जाम माथि शाहरुख खान चाहिँ सबै जिएलो काम गर्नु पर्ने तिमीलाई आइरहेछ हाम्रो विद्याजीले झल्केको चाहिँ त्यो सेमै हो फेरि प्रयास के गर्यो बढ्यो दिन बढ्यो 979 एकदम फ्रीली भएर आउने जाने भने है भोलि आउँछ न अब सर्वे कामहरू लिनु केही परेन कसैलाई हुन्छ नि काम लिनु फेरि यस्तो हुन्छ फेरि फोनमा फेरि ठ्याक्कै नउठ्नु सक्छ नि त मेसेज छोड्न सकिन्छ टिकटक काम हो टिकटक भन्दा नि फोनले गर्ने छिटै सर यो काम छ मेसेज छोड्ने कोही राख्ने बाँकीको गाइड गरिहाल्छ नि काम चाहिँ यस्तो होस् पहिला गर्दाखेरि हामी कस्तो थियो एउटा जिरो लेभलदेखि आएर यहाँनिर सिक्न पाउँदाखेरि एकदमै खुसी पनि भएको थियो अब जस्तो कि म इच्छा चाहिँ एउटा यहाँ आएर चाहिँ झन् इच्छा चाहिँ बढेँ हुन्छ जान्ने चाहिँ ल यस्तो पनि हुँदो रहेछ भन्ने खालको एउटा भित्रभित्रै इच्छा शक्ति चाहिँ भित्रै जागेर चाहिँ आएको छ एउटा कस्तो भयो भने अब एउटा क्लियर पिक्चरमा हामीलाई चाहिँ एउटा फेसमा देख्दाखेरि चाहिँ कस्तो देखिएको छ भने हामी चाहिँ राम सर जस्तो चाहिँ हुन पाएदेखि हुन्थ्यो एउटा सर्वेको एउटा क्लियर पिक्चर भनेको चाहिँ अब हामीले जहाँ गएर पनि जसले टिएसकै नाम लिँदा पनि हामीले चाहिँ राम सरलाई चाहिँ हाम्रो चाहिँ मनमा आएको छ होइन एकदमै खुसी लागेको छ यहाँ आउँदाखेरि अब जति पनि जे भयो हिजोदेखि कुराहरू अब कति के भए नराम्रो कुरा पनि भयो राम्रो कुराहरू पनि भयो होइन नराम्रो कुराहरूलाई चाहिँ यहीँ छोडेर सरलाई पनि हामीले अब हामी जति बाहिरबाट जति जे देख्यो भने भित्रबाट चाहिँ हामी मनदेखि एकदमै सफा छ अब यस्तो पनि छ सरलाई पनि धेरै कुरामा नराम्रो लागेको पनि होला होइन अब त्यसलाई चाहिँ सरले पनि माइन्ड गरिदिनु हुन्न होला भन्ने चाहिँ लागेको छ फेरि भोलि चाहिँ पढ्न उठाउनु
एकदमै टचमै हुन्छौँ। Okay, of course. भोलि गएर हामीले काठमाडौँ आउँदा पनि राम सर कता हुनुहुन्छ भनेर सम्झिन पाउँ। Yes, yes. सिन्धुली चितवन हामी त ठाउँबाट धेरै ठाउँबाट छौँ हामी। एक ठाउँमा एक ठाउँ हामीले कतै जाँदाखेरि सम्झिन पाउँ। सबैको नाम पनि थाहा सरलाई त एकदमै होइन। त्यो भइसकेपछि एकदमै हामीले आत्मै जोडे जस्तो भएको अहिले यहाँनिर उ गर्दाखेरि चाहिँ भन्नुपर्ने त धेरै कुराहरू छन्। अब योलाई समेट्दै जाँदाखेरि कतिपय कुरा माथि बसेर बोल्दाखेरि ननिस्किन पनि सक्छ। क्लियर चाहिँ हामीलाई एउटा मनैदेखि भन्नुपर्दा चाहिँ राम सर चाहिँ हाम्रो लागि एउटा चाहिँ क्लियर पिक्चर इन्सपिरेसन हाम्रो चाहिँ त भोलि गएर के बन्छस् भन्दाखेरि चाहिँ राम सर जस्तो बन्छु। हाम्रो कम भएको छ भित्रैदेखि भन्दै यही शब्दहरू पनि है। हस्, थ्याङ्क यू। ओके ल ग्रुप चाहिँ एबाट है त बीबाट ग्रुप बीबाट गइसक्यो ग्रुप एबाट ल होइन। त्यसो यो तिमीहरूको लागि अपर्च्युनिटी बोल्न मौका पुग्यो। किन भोलिको दिनमा डिफेन्ड गर्न सक्नुपर्छ क्या। भोलि बोल्न मौका हुन्छ क्या। ल सुन है त हल्ला नगर्नुहोस्। मलाई यस मञ्चमा राम सरलाई धेरै धेरै धन्यवाद। हामी एउटा होइन बिहान बेलुका अब आफ्नो ठाउँमा कसैले आफ्नो कर्म गरेर मान्छे हो होइन। अब सबै व्यस्तताका बावजुद पनि हामी यो ठाउँमा समय मिलाएर आएकोमा सबै साथीहरूलाई चिन्न पाएँ होइन। त्यो पनि सबै साथीहरूलाई म धन्यवाद दिन चाहन्छु। ठुलो कुरा। अब हामी यस 10 दिनमा चाहिँ हामीले एउटा 0 लेभलमा सिक्नुपर्ने जुन हामीलाई एउटा सिप चाहिएको होइन त्यो 0 लेभलबाट पनि हामीले सिक्न पायौँ। त्यसमाथि अब हाम्रो राम सर हुनुहुन्छ हामीलाई त्यस सिक्नमा मद्दत गर्नुहुने अभय सर हुनुहुन्छ होइन। उहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। जाऊ अब हामीले चाहिँ अब सानो कुराहरू डिटेलिङ रूपमा सिक्यौँ क्या होइन। हाँसो मजाक गर्दाखेरि अब सानो कुराहरू अब खानाकोदेखि लिएर हुन्छ होइन। अब हाम्रो अब सुरुमा हाम्रो के छ बेसिक निड्स भनेको खाना हो नि त। अब शिक्षा भयो होइन। शिक्षा त हामीले सिक्यौँ होइन। अब सानो कुराहरू जस्तो अब रोडको अब बेन्चमार्क भन्ने कुरा कतिपयलाई थाहै थिएन। सानो कुरा हो नि त। जस्तो हामीले अब सर्वेमा पढ्दाखेरि अब रिड्युस लेभल आएर कसरी फिक्स गर्ने कसरी ट्रान्सफर गर्ने त्यो कुराहरूलाई केही पनि थाहा थिएन। अब यहाँ आएर अब सबै साथीहरू चाहिँ बेन्चमार्क भनेको भोलि के हो भन्दाखेरि त भन्न लायक भयो नि त हामी। अब त्यही कुराहरू सानो कुराहरू यहाँ अब नोटिस गर्यो। अब हामी सबै अब एउटै फिल्डको भएर अब हामी छुट्टै ठाउँमा छौँ। आफ्नो कर्म गरेर बसेका छौँ। अब हामी चाहिँ के गर्नु पऱ्यो भन्दाखेरि एउटै लिङ्कअप हुनु पऱ्यो। कामहरू एउटाले नजानेको छ भने अर्कोले जानेको हुन्छ होइन। त्यो कामहरू बाँडेर गर्नु पऱ्यो सबै होइन। अब राम सरले के अरे हाम्रो साधन सर भनिसक्नु भयो। केही कामहरू पऱ्यो भने हामीले के अरे राम सरलाई हामीले सम्झिन सक्यौँ होइन। अब सानो कुराहरू अब सिक्दै जाने हो। अब 0 लेभलबाट लर्निङ हो गुड लर्निङ फेज हो। त्यो कुरामा चाहिँ लजाउनु भएन। मैले एउटा मैले आफ्नो ओन कुरा दिन चाहेँ। मैले एकचोटि पेट्रोल पम्पको मैले साइट अहिलेसम्म मैले गरेको थिएन। जब मैले त्यो युट्युब हेरेर होइन त्यहाँ भएको त्यो मापदण्ड हेरेर मैले 2टा साइटहरू बनाएँ कि मैले। नाइस जब मैले त्यसमा गर्दाखेरि म कन्फिडेन्स साथीहरू त्यो कुराहरू मैले गर्न सकेँ होइन। अब त्यो सबै साथीहरू चाहिँ अब आफ्नो कन्फिडेन्स लेभल चाहिँ आफै बिल्ड गर्दै जानु पऱ्यो होइन। अब हामी यस्तो आफ्नो भोलि एउटा गाडी चढ्दाखेरि अर्को झापरभित्र गएर हिँड्न नपरोस्। मलाई सायद मेरो त्यो नाइस भन्न चाहन्छु भने अब यहाँ अब धेरै राम्रो पक्षहरू भयो धेरै भयो। एउटा दुईवटा फाँसे फुसे त्यो त हुन्छ होइन। त्यो कुरालाई कसैले पनि मनमा अब पर्सनल क्वेसन के होला होइन त्यो कुरालाई चाहिँ यहीँ बिर्सेर जाऊँ होइन। अब आज त हाम्रो क्लोजिङ सेरोमनी हो। अब यसलाई चाहिँ अब हामीले मासु नै होला होइन। जान त हामी सबै सँगै हो मिलेर जाऊँ राम्रोसँग। भनाइ चाहिँ
ल अब कसैलाई केही छ म त लाग्छ कि सिआइडीले केही बोल्न चाहन्छ कि होइन यस्तो ओके अनि एकचोटि हामी सबैजनालाई ताली बजाउनु भयो किनकि हाम्रो 10 दिनको सर्भे काम चाहिँ एकदम सक्सेसफुल ओहो त्यस पछाडि म के भन्न चाहन्छु भन्दाखेरि हामी 10 दिनको सर्भे काम एकदम हाम्रो एकदम कोअर्डिनेटर एकदम गुड हाम्रो बेस्ट राम सर है इज द इन्सपिरेसन फर अस जो चाहिँ हामी लर्निङ प्रोसेसमा छौँ सबैजनाको लागि चाहिँ सबै इन्सपिरेसन हुनुहुन्छ र हाम्रो टिम मेम्बरहरू हाम्रो इन्टायर टिम अब डाइनिङदेखि लिएर लन्चदेखि लिएर सबै कुराको लागि एकदम पर्फेक्ट टाइमिङ भयो है प्रब्लम पनि भयो कसैले के भयो है त्यसको लागि पनि ताली बजिदिँदैछ कसैलाई सुत्न पुगेन होइन त्यसपछि अब यो सर्वे क्याम्पदेखि चाहिँ हामीले धेरै कुराहरू सिक्न पायौँ है अब कसैलाई अब टिएस भनेको फर्स्ट टाइमदेखि पनि हुनसक्छ कसैलाई चलाउन पनि आउँदैन सरले हामीले धेरै राम्रोसँग गाइड गर्नुभयो हाम्रो अभ्यास छ होइन अब हामीले सबै कुराहरू सिक्न पायौँ अब यो कुराहरू चाहिँ अब हामी चाहिँ प्र्याक्टिकल रूपमा यो भनेको त हाम्रो लाइफ टाइमको लागि युज हुने कुराहरू हो सो सबैजनाले अब बेसिक कुराहरू पनि हामीले लर्न गऱ्यौँ होइन लाइफ इज अ लर्निङ प्रोसेस भन्छ अब सो हामीले केही कुराहरू गेम गरेर पनि आएर 10 दिन सबैजनाले आफ्नो प्रिसियस टाइम दिनुभयो होइन अब आउनुभयो हामी सबै अब क्लासमा कतिजना मेम्बरहरू त हामी चिनेको पनि थिएनौँ त्यो चाहिँ अब हाम्रो सर्भे क्याम्पदेखि चाहिँ आएर राम्रो बोन्डिङ बनायो सो त्यही भएर अब एट द इन्ड के भन्न चाहन्छु भन्दाखेरि यो सर्भे क्याम्प चाहिँ एकदम पर्फेक्ट भयो मेरो पोइन्ट अफ भ्यूदेखि अब तपाईँहरू सबैजनाको पनि त्यस्तै भयो होला केही राम्रो कुरा भयो कि नराम्रो कुरा भयो होइन सो सबैजनाले इन्जोय गर्नुभयो हाम्रो राम्रो बोन्डिङ भयो सरसँग चिने मेन त होइन अब त सो यति भन्न चाहन्छु ल है त आलोबाट त यो टेबल त देख्दैन नि त हस् 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 सर हस् हस् बाई बाई ल ल ठिक छ बिहेमा बोलाउनुहोस् बिहेमा बोलाउनु पर्छ भन्नु ल ल ल ल जाउँ न जाउँ 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 ल बाई 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 बाई